हेलो एभ्रिवान, वेलकम ब्याक। र आज हामी चाहिँ यो लिनक्सको टर्मिनलमा चाहिँ होम डिरेक्टरी भनेको के हो अनि त्यसपछि होम डिरेक्टरी पछि pwd cd र ls अनि डट 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 स्ल्यास अनि यो एउटा उल्टो s टाइपको क्यारेक्टर छ जसलाई टिल्डे भनिन्छ। यो क्यारेक्टरको बारेमा चाहिँ सर हेरेर के रहेछ के काम गर्छ भन्ने कुरा पढ्छौं। अब सर जाँदाखेरि मैले एउटा तपाईले हेर्नु भयो भने यहाँ स्लाइड लेफ्ट ह्यान्ड साइडमा एउटा स्लाइडको पीडीएफ छ मसँग भने अनि त्यसपछि राइट ह्यान्ड साइडमा चाहिँ कमान्ड लाइन या टर्मिनल छ मसँग। यो मैले युज गरेको चाहिँ WSL को टर्मिनल हो भने तपाईहरुले अब यही फलो सँगसँगै फलो गर्ने हो भने चाहिँ जुनसुकै भर्चुअल बक्स युज गर्दा पनि भयो, तपाईहरुको macOS को टर्मिनल नै युज गर्दा पनि खासै फरक पर्दैन र WSL छ भने WSL नै युज गर्दा पनि भयो है त। अब अहिलेको लागि चाहिँ हामी सुरुमा होम डिरेक्टरी भनेको के हो भनेर बुझ्न पर्यो। म यसलाई म्याक्सिमाइज गर्छु, अलिकति ठूलो बनाउँदा सजिलो होला। होम डिरेक्टरी भनेको के हो अनि त्यसपछि बल्ल अरु कुरा आउँछ। अब यो होम डिरेक्टरी भन्ने कुरा बुझ्न चाहिँ सुरुमा लिनक्सको फाइल सिस्टम के हो भनेर चाहिँ बुझ्न पर्छ। अब लिनक्सको फाइल सिस्टम हेरियो भने विन्डोजको भन्दा डिफरेन्ट छ। हामी विन्डोज र अझ macOS मा त ठ्याक्क फाइल स्ट्रक्चर पनि देखिदैन, तर विन्डोजमा हामी यदि युज टु छौं भने चाहिँ लिनक्सको फाइल सिस्टम चाहिँ अलिकति डिफरेन्ट छ। जस्तो हामीले सी ड्राइभ भनेर ठ्याक्क विन्डोजको इमेजिन गर्छौं भने सिस्टम ड्राइभको लागि लिनक्समा चाहिँ यो स्ल्यास भन्ने एउटा छ। स्ल्यास भनेको चाहिँ टपमा हुन्छ, जहिले पनि स्ल्यास चाहिँ टपमा हुन्छ लिनक्सको केसमा। अनि त्यो टपमा भइसकेपछि बल्ल त्यो भित्र अरु फोल्डर हुन्छ। हामीले चाहिँ यसलाई विन्डोजको सी को इक्विभ्यालेन्ट भनेर मान्न चाहिँ मिल्छ है। सी को इक्विभ्यालेन्ट भनेर मान्न मिल्छ। अनि त्यसपछि त्यो भित्र अब हामीले विन्डोज प्रोग्राम फाइल्स x86 भनेर नाना थरी फोल्डर जुन हुन्छ यसमा चाहिँ अब लिनक्समा डिरेक्टरी भन्छ फोल्डरलाई dir। यही डिरेक्टरी या यही फोल्डरको कन्सेप्ट चाहिँ अब यिनीहरु पनि सबै फोल्डरहरु भयो हैन। त्यसलाई टेक्निकल टर्ममा चाहिँ लिनक्समा चाहिँ डिरेक्टरी जुनलाई भनिन्छ यो डिरेक्टरी हो, फोल्डर हो। यो चाहिँ के भित्रको जस्तो भयो विन्डोजसँग कम्पेयर गर्दा चाहिँ सी भित्रको अरु फोल्डरहरु जस्तो हो। अनि त्यसपछि अर्को के छ भन्दाखेरि हामी चाहिँ होम भन्ने फोल्डर यो देखियो भने अरु डिस्ट्रो अनुसार कुनै फोल्डरहरु तलमाथि हुन सक्छ। यति यो यहाँ देखिएको जति चाहिँ लगभग सबैकोमा हुन्छ। डिस्ट्रो अनुसार फरक चाहिँ पर्न सक्छ, धेरै नै हुन्छ। नर्मल्ली यो भन्दा धेरै नै हुन्छ फोल्डरहरु डिरेक्टरीहरु। तर अहिलेको लागि के बुझ्न पर्यो भने होम भन्ने फोल्डर चाहिँ हामी सबैकोमा हुन्छ। अब यो होम भन्ने फोल्डर भित्र के हुन्छ भन्दा हामीले विन्डोजको इक्विभ्यालेन्टमा मैले कुरा गरे फेरि सी भित्र युजर्स भन्ने फोल्डर आउँछ के एउटा। विन्डोजमा हेरियो भने युजर्स भन्ने फोल्डर हुन्छ त्यो भित्र। अनि त्यसपछि सर्टेन कतिवटा युजर छ त्यसको चाहिँ आफ्नो फोल्डरहरु हुन्छ। तर हाम्रो यहाँ लिनक्समा चाहिँ के हुन्छ भन्दा त्यो युजर्सको सट्टा के हुन्छ होम भन्ने हुन्छ। अब जस्तै यो होम भनेर छ नि यहाँ लिनक्समा, यसमा चाहिँ के रे विन्डोजमा चाहिँ यो युजर्सको इक्विभ्यालेन्ट हुन्छ। याद गर्नु मैले यो रातोमा लेखेको चाहिँ विन्डोजको इक्विभ्यालेन्ट मात्र देखाउन खोजेको है। यो होम भन्नेको सट्टा विन्डोजमा चाहिँ युजर्स भनेर हुन्छ। अनि त्यसपछि यो टपको माथिको स्ल्यास भनेको सी बाट हुन्छ। त्यसपछि अरु फोल्डर हुन्छ। यसमा चाहिँ हामीलाई ठ्याक्क याद गर्नुपर्ने सम्झिनु पर्ने भनेको चाहिँ होम भन्ने फोल्डर चाहिँ के हुन्छ, होम भन्ने फोल्डर चाहिँ विन्डोजको इक्विभ्यालेन्ट चाहिँ युजर्स भनेर हुन्छ। र त्यो भित्र चाहिँ के हुन्छ सर्टेन युजरहरुको आफ्नो, जस्तै मेरो केसमा मेरो सौगात भन्ने युजर नेम छ भने एउटा सौगातको फोल्डर यहाँ हुन्छ। अब सचिन भन्ने अर्को छ भने यहाँ हुन्छ, र्याम भन्ने छ भने अर्को हुन्छ, अब श्याम भन्ने छ भने अर्को हुन्छ। यु गेट द पोइन्ट। यहाँ के हो भन्दाखेरि युजर अनुसारको आफ्नो चाहिँ फोल्डरहरु हुन्छ। अब यसलाई सर हेर्दाखेरि के हुन्छ भन्दा हामीले अब सी भित्र युजर भित्र युजरको फोल्डर भने जस्तो रुट भित्र होम हुन्छ, होम भित्र युजरहरुको आफ्नो फोल्डर हुन्छ। अनि यसैले के भनिन्छ भन्दाखेरि युजरको पर्सनल स्पेस भनेर भन्छ। अब यहाँ टिल्डे भन्ने साइन यहाँ पनि देखिन्छ। अहिले चाहिँ यता नजाम, तर के बुझ्न पर्यो भन्दा स्ल्यास भित्र होम भित्र युजरको आफ्नो फोल्डर। अब यति भइसकेपछि चाहिँ अब यहाँ मैले डेमोन्स्ट्रेसनको लागि मेरो सौगात भन्नेमा एउटा आफ्नो पनि छ भनेर देखाएको। तपाईहरुको अब राम श्याम हरि गीता जे हुन्छ हैन आफ्नो फोल्डर हुन्छ। तपाईहरुको अब एउटै लिनक्स मेसिनमा पनि मल्टिपल युजर हुन सक्यो, त्यही भयो भने मल्टिपल हुन्छ। तपाईको सिंगल युजर छ भने सिंगल नै हुन्छ एउटा फोल्डर।
अब यही कन्सेप्ट बुझिसकेपछि चाहिँ स्ल्याशबाट सुरु भएर अरु फोल्डर आउँछ अरु फोल्डर मध्येको एउटा होम फोल्डर हो त्यो होम फोल्डर भित्र आफ्नो युजर नेमको फोल्डर हुन्छ भन्ने कन्सेप्ट बुझेपछि चाहिँ हामी बल्ल अरु कामतिर लाग्छौं है त अब त्यसपछि चाहिँ हामीले आज हेर्ने भनेको pwd lscd /tilde अनि त्यसपछि डट र डट डट भन्ने यति कन्सेप्ट चाहिँ हामीले हेरिन्छ कति 6 वटा 7 वटा कन्सेप्ट छ टोटल 7 कन्सेप्ट्स यति चाहिँ हामीले हेरिन्छ अनि यसको चाहिँ हामीले CLI मा गर्दै पनि हेरिन्छ टर्मिनलमा गर्दै पनि हेरिन्छ र अब अहिलेको लागि चाहिँ मैले यहाँ सर यसले भनेको यो भनेको के हो र यसले के काम गर्छ भनेर थ्योरेटिकल लाइन सर राखेको छु यसमा चाहिँ pwd भनेको छ हामीले नर्मली युज गरिरहेका हुन्छौं के गर्नलाई तर यसले काम चाहिँ के गर्छ भन्दाखेरि प्रिन्ट वर्किङ डाइरेक्टरी भनेको छ अघि पनि मैले भने डाइरेक्टरी भनेको फोल्डरको इक्विभ्यालेन्ट हो फोल्डर हो भनेर बुझौं भनेथे मैले हैन अब यही फोल्डर भइसकेपछि यसले अहिले हामी कहाँ छौं त त्यो देखाइदिन्छ जस्तो अहिले अघि यहाँ हामी सौगात भित्र थियौं भने मान्नु अब के देखाइदिने भयो यो सँग आउने सबै पाथ देखाइदिने भयो अब यसले यहाँ पनि के भनेको छ shows exactly where you are right now your current path भनेको छ अब यसलाई गरेर हेरौं के गरौं भन्दा pwd कमान्ड नै यही हो pwd गरे अब कहाँ रहेछौं त स्ल्याश भित्र होम भित्र अनि त्यसपछि सौगात भित्र रहेछौं भनेपछि यो एउटा सौगात भन्ने युजर नेम थियो मेरो यहाँ हेर्नु भयो भने माथि सौगात भन्ने युजर नेम छ यो भित्र होम भित्र सौगात भित्र हामी अहिले रहेछौं प्रिन्ट अहिले गर्छौं जस्तै मैले चाहिँ अब ls अहिले हेर्नै छ त्यही पनि ls गरेर हेरे भने अरु टन्नै फोल्डर छ म cd ल्यापटप भनेर गर्छु यो भित्र गए भने के भयो त ल्यापटप भन्ने भित्र पस्यो अब pwd गरेर हेर्छु अब चाहिँ फेरि के गर्यो स्ल्याश होम भित्र सौगात भित्र ल्यापटप भित्र पस्यो यो भनेपछि यसले चाहिँ जहाँ छम त्यहीको ठ्याक्कै हामीलाई लोकेसन मात्र प्रिन्ट गरेर देखाइदिन्छ हामी कहाँ छम भनेर कन्फ्युज भयो भने यो युज गर्न मिल्यो अब त्यसपछि ls भन्ने कमान्ड छ ls भनेर त हामीले यहाँ हेरिसक्यौं यसले केही फोल्डरहरु डाइरेक्टरीहरु कन्टेन्टहरु फाइलहरु दिँदो रहेछ तर यसले खास गर्छ चाहिँ के भन्दाखेरि ls भनेको लिस्ट यसको फुल फर्म लिस्ट हो र यसले के काम गर्छ shows you what is around you हामी अहिले जहाँ छम त्यसको आसपास के छ अब आसपास भन्दा तलमाथि आफ्नो प्यारेन्ट डाइरेक्टरीको आफू भन्दा तलको भित्रको देखाउँदैन तर आफू जहाँ छम नि अहिले यो जस्तै यो ल्यापटप भन्ने /home/sauga/ल्यापटप भन्ने भित्र छम भने यो ल्यापटप भन्ने फोल्डर भित्र के छ त त्यो देखाइदिन्छ ls ले अहिले त्यहाँ भित्रको कन्टेन्ट मात्र देखाइदिन्छ त्यति बुझेदेखि एकदम सिम्पली भन्नु पर्दा त्यहाँ भित्रको अहिले जहाँ छम त्यहाँ भित्रको कन्टेन्ट देखाइदिन्छ र अर्को के छ cd भन्ने छ cd पनि अघि हामीले हेर्यौं एउटा फोल्डर भित्र या डाइरेक्टरी भित्र छिर्दा हामीले युज गर्यौं भने अब यसको काम के हो त यो के स्ट्यान्ड गर्छ यसले फुल फर्म के हो भन्दा चेन्ज डाइरेक्टरीबाट cd भएको हो अब यो चेन्ज डाइरेक्टरी भनेको फोल्डर अघि पनि हामीले भन्यौं moves you from one folder to another अब जता फोल्डर छ त्यो भित्र जान मिल्छ हेर्न मिल्छ भनेको अब अघिको ls भन्ने कमान्ड पनि याद छ हामीलाई के छ कन्टेन्ट भनेर त्यो देखाइदिन्छ ls गरियो अब यहाँ भित्र डेल र hp भन्ने दुईटा डाइरेक्टरी रहेछ है डेल र hp भन्ने दुईटा डाइरेक्टरी रहेछ म के गर्छु cd डेल भनेर गर्छु यो गरे भने के भयो फेरि pwd गरेर हेर्छु अनि यहाँ के भयो त /home भित्र /सौगात भित्र अघि कहाँ थियौं हामी अघि ल्यापटप भित्र थियौं भने अब ल्यापटप भित्र पनि डेल भन्ने भित्र रहेछौं अब यसरी बुझ्नु पर्यो हैन pwd ले प्रिन्ट गर्दिन्छ अहिले कहाँ छम देखाइदिन्छ ls ले त्यो अहिले कुन ठाउँमा छम त्यसको कन्टेन्ट देखाइदिन्छ भने cd ले चाहिँ अब त्यो भित्रको अर्को फोल्डरमा जान या आफ्नो प्यारेन्ट फोल्डरमा जान चाहिँ युज गर्न मिल्छ अब अर्को चाहिँ यो रुट डाइरेक्टरी भन्ने छ अब रुट डाइरेक्टरी भनेको चाहिँ अघि पनि हामीले हेर्यौं सबभन्दा टपकोलाई के भन्दो रहेछ रुट डाइरेक्टरी भन्दो रहेछ अब चाहिँ के गर्ने त अहिलेलाई pwd हामीलाई याद छ होम भित्र सौगात भित्र ल्यापटप भित्र डेल भन्ने छ अब म के गर्छु cd गर्छु एउटा स्ल्याश गर्छु अब यो चाहिँ एउटै लाइनमा हो मल्टिपल लाइनमा जस्तो देखियो है cd भनेर स्ल्याश गर्छु यसलाई इन्टर गर्छु
अब के भयो त अघि यहाँ एड गर्नुभयो नि यो डलर साइन भन्दा अगाडिपट्टि पनि यहाँ अघि चाहिँ ल्यापटप भित्र डेल भित्र थियो अब चाहिँ एउटा स्ल्यासमा आयो तर हामी पीडब्ल्यूडी नै गरेर हेरौँ है पीडब्ल्यूडी नै गरेर हेर्दा के भयो त स्ल्यास भन्ने मात्र आयो यो भनेको चाहिँ कहाँ छौँ हामी एकदम टपमा छौँ भनेको सबैभन्दा माथिकोलाई के रहेछ स्ल्यास अनि त्यसपछि अर्को चाहिँ अब स्ल्यास भनेको पनि सबैभन्दा टपमा हो भनेर बुझ्यो अब यो होम डिरेक्टरी भन्ने चाहिँ छ टिल्डे जुनलाई भनिन्छ यो भनेको चाहिँ यस्तो गरौँ यसलाई चाहिँ म यहाँ टिल्डे लेख्छु है त टिल्डे भयो टिल्डे भन्छ है यसको नाम चाहिँ अलिकति कस्तो अनौठो टाइपको छ कहिले सुन्दै नसुनेको यो टिल्डे भन्ने भयो यसले चाहिँ के काम गर्छ भन्दा यहाँ हेरियो भने होम डिरेक्टरी भनेर लेखेको छ होम डिरेक्टरी भनेर लेखेको छ यो होम डिरेक्टरी भनेको त स्ल्यास होमलाई होम डिरेक्टरी भन्ने हो त अघि हामीले यहाँ हेर्दा एलएस गरेर हेरियो भने यहाँ एउटा होम भन्ने छ अब यसलाई होम डिरेक्टरी भन्ने हो त सिडी होम गरियो पीडब्ल्यूडी गरियो अहिलेको लोकेसन होम आयो यसलाई होम डिरेक्टरी भन्ने हो त होइन यो भनेको चाहिँ के हो भन्दा अब हेर्नु है योर पर्सनल युजर फोल्डर also called पर्सनल स्पेस भनेर लेखेको छ है पर्सनल स्पेस या होम डिरेक्टरी जुनलाई भनिन्छ त्यो नै टिल्डे हो भनेर भनेको छ जस्तो इक्जाम्पलको लागि यहाँ के पनि लेखेको छ स्ल्यास होम स्ल्यास युजर नेम भनेर लेखेको छ भनेपछि युजर नेम जेसुकै होस् है अहिलेको करेन्टको लागि आफ्नो युजर नेम हुने भयो अर्कोचोटि अर्को मान्छेले लगइन गर्यो भने अर्को युजर नेम हुने भयो त्यो चाहिँ के हो त हाम्रो होम डिरेक्टरी हो अब मेरो लागि के हुने भयो अहिलेको लागि एलएस गरेर हेरौँ मेरोमा यहाँ हेर्नु भयो भने सौगात र सचिन चेक भन्ने यो फोल्डर मैले सुरुमै सचिन चेक भन्ने अर्को युजर नेम नै मैले आफैले थपेको हो अनि सौगात भन्ने यो युजर मैले डिफल्टमै आफ्नो एउटा एकाउन्ट बनाउँदा बनाएको हो यो दुईटा के भयो दुईटा छुट्टा छुट्टै एकाउन्टको एउटा फोल्डर बनेको रहेछ अब यो फोल्डरको लागि मेरो लागि सौगातको लागि अहिलेको सौगातको लागि कुन हो सौगात नै उसको होम डिरेक्टरी हो तर सचिन चेक भन्ने मान्छेले लगइन गर्यो भने त्यसको लागि होम डिरेक्टरी कुन हो त फेरि सचिन चेक भन्ने नै हुन्छ जस्तो अब म के गर्छु सिडी सौगात गरेर हेर्छु अब पीडब्ल्यूडी गर्छु स्ल्यास होम स्ल्यास सौगात भयो अनि त्यसपछि एउटा कुरा याद गर्नु है अब हामी सिडी स्ल्यास गर्छौं यो गरेपछि हामी के भनियो स्ल्यास भनेको रुट हो सबैभन्दा माथि हो अब त्यसपछि यसलाई पीडब्ल्यूडी गरेर हेरौँ स्ल्यासै देखियो अनि त्यसपछि यहाँ पनि एउटा कुरा नोटिस गर्नु स्ल्यास नै छ अब के गर्छौं एलएस गरेर हेर्छौं अब यहाँ टन्नै फोल्डरहरू छन् म कहाँ जान्छु होम भित्र जान्छु सिडी होम अब यहाँ के देखियो स्ल्यास भित्र होम भन्ने डिरेक्टरी भित्र अनि एउटा कुरा याद राख्नु मैले यो फोल्डर र डिरेक्टरी भन्ने इन्टरचेन्जेबली युज गरे भने अब त्यही विन्डोज र लिनक्समा दुईटामा काम गर्दाखेरि यो इन्टरचेन्ज हुन गएको हो यसलाई चाहिँ एउटै हो भनेर बुझ्नु है अहिलेको लागि फोल्डर भने पनि डिरेक्टरी नै हो भनेर बुझ्नु अहिलेको लागि चाहिँ है अब त्यसपछि म स्ल्यास होम भित्र आइपुगेँ स्ल्यास होम भित्र आइपुगेपछि म फेरि एलएस गरेर हेर्छु अब दुईटा युजर एकाउन्ट छ हैन दुईटा युजर एकाउन्ट छ म फेरि पीडब्ल्यूडी गरेर आउँछु अब यसले पनि त्यही दिइराछ है स्ल्यास होम नै दिइराछ यसले पनि स्ल्यास होम नै दिइराछ अब त्यसपछि म फेरि के गर्छु एलएस गरेर त अघि माथि हेरिसकियो सचिन अंडरस्कोर चेक र सौगात भन्ने भयो अब के गर्छु सिडी सौगात गर्छु म अब त्यसपछि के भयो त एउटा कुरा नोटिस गर्नु यो सुतेको एस या उल्टो एस जस्तो देखिन्छ अब यो टिल्डे भन्ने क्यारेक्टर त यहाँ देखियो तर केलाई यो टिल्डे भन्ने क्यारेक्टरले रिप्रेजेन्ट गर्यो त भनेर हामी के गरौँ पीडब्ल्यूडी गरेर हेरौँ अब के देखियो स्ल्यास होम स्ल्यास सौगात भनेर देखियो अब के बुझ्न पर्यो हामीले यो टिल्डे भन्ने क्यारेक्टरले आफ्नो स्ल्यासबाट होममा सधैं आउँछ
होमबाट आफ्नो युजर नेममा जान्छ हो यति यो टोटल पाथलाई आफ्नो पर्सनल स्पेससम्म आउने पाथलाई नै केले रिप्रेजेन्ट गर्छ टिल्डेले रिप्रेजेन्ट गर्छ यो टिल्डेको काम हामीले पाथ मेन्सन गर्दाखेरि टिल्डेले यतिलाई रिप्लेस गर्न मात्र मिल्छ अरु केही कामको यो चाहिँ देखिदैन है त भनेको कहिलेकाहीँ अब फाइल कपी गरिन्छ कहिले फाइल बनाइन्छ त्यतिबेला चाहिँ डाइरेक्ट टिल्डे स्ल्याश यो फोल्डर स्ल्याश अर्को फोल्डर भनेर गर्दा मिल्छ जस्तो अहिलेको लागि म के गर्छु फेरि एलएस गरेर हेर्छु अनि सीडी ल्यापटप गरेर हेर्छु अब के भयो म यहाँ ल्यापटप भन्ने भित्र त पसे तर अब याद गर्नु है टिल्डे भित्र ल्यापटप भित्र भन्ने छ टिल्डे यहाँ छ स्ल्याश ल्यापटप छ अब एकचोटी पीडब्ल्यूडी गरेर हेरौँ अब हाम्रो यहाँ के छ त स्ल्याश होम स्ल्याश सौगात भित्र अनि बल्ल ल्यापटप छ भनेपछि त के भयो त यो स्ल्याश ल्यापटपको यहाँ स्ल्याश ल्यापटप छ तर अब स्ल्याश होम र स्ल्याश सौगातलाई केले रिप्लेस गर्यो टिल्डेले रिप्लेस गर्यो अब मान्नु सचिन अंडरस्कोर चेक भन्ने एकाउन्ट लगइन भएको भए के हुन्थ्यो स्ल्याश होम स्ल्याश सचिन अंडरस्कोर चेक भन्ने हुन्थ्यो यसको ठाउँमा उसको पर्सनल स्पेस या उसको होम डाइरेक्टरीको लागि अनि टिल्डेले हो त्यही स्ल्याश होम स्ल्याश सचिन अंडरस्कोर चेकलाई रिप्लेस गरेर टिल्डे स्ल्याश फेरि अब अर्को कुन फोल्डर छ त्यसरी मेन्सन हुन्थ्यो भनेको जुन युजरले आफ्नो लगइन गर्छ नि आफ्नो अब मैले सौगात भन्नेले लगइन गरे त्यहाँसम्मको उसको पर्सनल स्पेसलाई रिप्रेजेन्ट ए टिल्डेले गर्ने एन्ड डाइरेक्ट अब मान्नु म सीडी स्ल्याशमा गएँ भने सीडी अब म टिल्डे भन्ने यो सिम्बल चाहिँ हाम्रो 1 नम्बर भन्दा लेफ्ट साइडमा हुन्छ किबोर्डको धेरै किबोर्डको त्यहाँ हेर्नु भयो भने सीडी र शिफ्ट अनि त्यो 1 भन्दा साइडको एउटा की अनसाटेपछि यो टिल्डे सिम्बल आउँछ त्यसलाई इन्टर गर्यो भने अब यहाँ हेर्नु टिल्डे आयो टिल्डे देखियो अब पीडब्ल्यूडी नै गरेर फेरि हेरौँ अब यो स्ल्याश होम स्ल्याश सौगात छ न यही छ तर यही पाथलाई यही लोकेसनलाई सिम्बोलाइज या इन्डिकेट केले गर्यो भन्दा टिल्डेले गर्यो यति काम हो है यसको पनि अनि त्यसपछि अब चाहिँ अर्को भनेको कुन आयो भन्दा डट र डट 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 र डट डट छ यसको लागि पहिला हामीले एलएस पनि गरियो अब एलएस गरिसकेपछि यसले काम कसरी गर्छ एउटा एलएस को कमान्ड युज गरेर अनि डट र डट डट को कन्सेप्ट म बुझाउँछु है त अब पहिला सुरु यहाँ लेखेको कुरा मात्र हेरौँ डटले के भनेको छ डट भनेको करेन्ट डाइरेक्टरी अहिलेको डाइरेक्टरी दैट रिप्रेजेन्ट्स द फोल्डर यु आर करेन्टली इन फोल्डर यु आर करेन्टली इन जस्तो मेरो केसमा के भयो स्ल्याश सौगात नै यो डटले रिप्रेजेन्ट गर्यो अब यो जुन ठाउँमा जाँदा पनि यो डटले त्यही फोल्डरलाई रिप्रेजेन्ट गर्छ मात्र है यो डट तपाई स्ल्याशमा जान्नु स्ल्याश होम स्ल्याश सौगातमा आउनुस् स्ल्याश होममा आउनुस् डट भनेको अहिले तपाई जुन फोल्डरमा काम गर्दै हुनुहुन्छ त्यही फोल्डरलाई मात्र इन्डिकेट गर्छ अरु केही पनि हैन डेमोन्स्ट्रेसन हेर्छौं पहिला यो लाइन मात्र सकम भनेर है मैले चाहिँ अब डट डट भनेको चाहिँ के भनेछ प्यारेन्ट डाइरेक्टरी भनेको के रहेछ त moves you up one level in the folder hierarchy भनेको छ एउटा स्टेप माथि लगिदिन्छ भनेको छ है अब यो एउटा आफू रहेछ एउटा आफू भन्दा माथिको रहेछ भनेर बुझ्नु पर्यो डट भनेको आफू म डट भन्दा अनि डट डट भनेको म भन्दा माथिको या मेरो प्यारेन्ट भनेर बुझ्नु पर्यो अब यसको लागि चाहिँ यो कन्सेप्ट बुझ्न या यसले कसरी काम गर्छ हेर्नको लागि चाहिँ के गर्न पर्यो म पहिला क्लियर गर्छु स्क्रिन क्लियर गर्न क्लियर भन्ने कमान्ड छ क्लियर भयो अब ls भन्ने कमान्डले हामीले यहाँ हेरियो भने के देखिन्छ फाइल फोल्डरहरु देखिन्छ तर ls -a भन्ने छ a भनेको यो ड्याश पछि कुनै अल्फाबेट आयो भने यस्तोलाई हामी फ्ल्याग पनि भनिन्छ अप्सन पनि भनिन्छ यो कहीं फ्ल्याग लेखेको हुन्छ कहीं अप्सन लेखेको हुन्छ त्यसलाई नझुक्किनु यो भनेको के हो कुनै कमान्ड पछि स्पेस दिएर ड्याश अनि कुनै अल्फाबेट दियो भने त्यो अल्फाबेटको छुट्टै मिनिङ हुँदाखेरि त्यसलाई चाहिँ के भन्छ फ्ल्याग भन्छ यसको पनि छुट्टै काम गर्छ कि यसमा एडिशनल फिचर थप्दिने काम यो फ्ल्याग या अप्सनले गर्दिन्छ है अहिलेको लागि त्यति बुझ्नु इन्टर गरिन्छ अनि इन्टर गर्दा के भयो अब यहाँ त यो के थरी कुरा देखियो अगाडिकोमा चाहिँ यो डट डट जस्तो केही पनि थिएन यसमा चाहिँ डट वाला पनि छ है
यो डटले चाहिँ के इन्डिकेट गर्छ डट भनेपछि भन्दा हिडन फाइलहरुलाई चाहिँ इन्डिकेट गर्छ हिडन फाइल फोल्डर फोल्डर भनेको डाइरेक्टरी डाइरेक्टरी भनेको फोल्डर हिडन फाइललाई हिडन डाइरेक्टरीलाई पनि के गर्दिन्छ यो ड्याश ए ले देखाइदिन्छ यसलाई चाहिँ अल पनि भन्छ यसको फुल फर्म चाहिँ ए को फुल फर्म अल भन्छ एलएस को लिस्ट लिस्ट गर्दिन्छ केलाई लिस्ट गर्दिन्छ हिडन फाइल समेतलाई अल लाई लिस्ट गर्दिन्छ अब त्यसपछि ls -a 1 पनि गर्न मिल्छ यो 1 भनेको चाहिँ एक लाइनमा देखा भनेको मात्र हो है कम्बाइन गर्न मिल्छ के अनि त्यसपछि यसमा चाहिँ फ्ल्यागहरुलाई कम्बाइन गर्न मिल्छ भनेको है अब अहिलेको लागि a ले सबै लिस्ट गर्दिन्छ 1 ले 1 लाइन इचमा देखाउँछ भनेको अब यो अघि यहाँ डट थियो डट प्रोफाइल थियो गजङगुजुङ थियो अब हेरियो भने के भयो त ls ले लिस्टै गरेको हामीसँग भएको कुरा देखाएको नभएको कुरा हैन अब यहाँ एउटा नयाँ कन्सेप्ट देखियो हामीले यहाँ डट जुन पढिएको थियो डट डट र डट जुन पढिएको थियो नि त्यही कुरा चाहिँ यहाँ देखियो डट र डट डट यहाँ देखियो अब यो डट र डट डटले गर्छ चाहिँ के भन्दा डटले आफैलाई रिप्रेजेन्ट गर्छ डट डटले आफू भन्दा माथि जान्छ एक स्टेप माथि जस्तो पीडब्ल्यूडी गरेर हेरौं हाम्रो लोकेसन आयो यो भनेको पर्सनल स्पेस भयो त्यो सर्टेन युजरको सौगात भन्ने युजरको त्यसलाई टिल्डेले रिप्रेजेन्ट पनि गर्न मिल्छ तर अब म के गर्छु सीडी भनेर गर्छु हेर्नु है सीडी भनेर गर्छु अनि डट डट गर्छु यो गरेपछि के भयो त हेर्नु है यहाँ चेन्ज भछ केही चेन्ज भछ अब फेरि पीडब्ल्यूडी गर्छु अब के भयो स्ल्याश होम भयो स्ल्याश होम स्ल्याश सौगातबाट सीडी डट डट गरेपछि स्ल्याश होम मा आइपुग्यो भनेको के भयो त वन स्टेप मुभ भयो अब अघि हामीले पढेको पनि त्यही हैन त डट डटले के गर्छ moves you up one level in the folder hierarchy directory hierarchy जे भने पनि एक स्टेप माथि चलाइदिने काम गर्यो यसले हैन डट डटले एक स्टेप माथि लैदियो अब स्ल्याश होम मा त छम फेरि जान्छ त त्यही ठाउँलाई मात्र पो हो कि हैन हेरौं सीडी डट डट गरौं अब फेरि कहाँ पुग्यो स्ल्याश भन्ने ठाउँमा पुग्यो अब म के गर्छु पीडब्ल्यूडी गर्छु अब के आइपुग्यो त यहाँ फेरि स्ल्याश आयो अब स्ल्याश होम स्ल्याश सौगातबाट सीडी डट डट गर्दा एक स्टेप अप आयो फेरि सीडी डट डट गर्दा अझै एक स्टेप अप आयो टपमा आइपुग्यो यति भएपछि के भयो त सीडी डट डट भन्नेले डट डटले वन स्टेप अप मात्र मुभ गर्दिँदो रहेछ अब म के गर्छु सीडी टिल्डे गर्दिन्छु हेर्नु है सीडी टिल्डे गर्दिन्छु अब पीडब्ल्यूडी गरेर फेरि आफ्नो पर्सनल स्पेस या होम डाइरेक्टरीमा पुग्यो अब चाहिँ के गर्ने भन्दा सीडी डट डट स्ल्याश डट डट गरियो भने चाहिँ हामीले यसरी डट डटलाई जति चेन्ज गर्न पनि मिल्छ के भनेको यो डट डट त डट डटै हुन पर्यो तर स्ल्याश राखेपछि फेरि त्यो माथि या फेरि अब चाहिँ त्यो भित्र अर्को फोल्डर भित्र भनेर यसरी गर्न मिल्छ चेन्ज गर्न मिल्छ जति पनि म के गर्छु त सीडी अब अहिले स्ल्याश होम स्ल्याश सौगात थियो तर अब म के गर्छु एउटा डट डटले होममा जान्थ्यो अब फेरि अर्को डट डटले स्ल्याशमा जान्थ्यो भने अब यो दुईटै एकै ठाउँमा गर्दाखेरि के हुन्छ डाइरेक्ट टिल्डेबाट स्ल्याशमा आयो भनेको पीडब्ल्यूडी गरेर हेर्दा स्ल्याशमा पुग्यो अघि यही कामलाई हामीले एउटा सिंगल स्टेपमा एक स्टेप माथि गथ्यो भने स्ल्याश डट डट गर्दै त्यो जतिवटा डट डट राखिएछ नि त्यतिवटा स्टेप माथि माथि जाँदै गर्छ है त अब चाहिँ अघि चाहिँ अनि हामीले यो सीडी डट भन्ने गरिए थियो कहाँ गयो ओ सरी यो डट भन्ने थियो अघि हामीसँग यो यहाँ डट भन्ने चाहिँ डट डट भन्नेले प्यारेन्ट रिप्रेजेन्ट गर्छ यो डट भन्नेले चाहिँ के रिप्रेजेन्ट गर्छ आफैलाई रिप्रेजेन्ट गर्छ भनेको छ अनि त्यसपछि डटले चाहिँ आफैलाई रिप्रेजेन्ट गर्छ है सीडी डट चाहिँ कहिल्यै गरिँदैन अरु कमान्डमा आउँछ अहिलेको लागि चाहिँ आफैलाई रिप्रेजेन्ट गर्छ भनेर मात्र याद राख्नु अरु कमान्डको कम्बिनेसनमा चाहिँ यो डटलाई चाहिँ युज गरिन्छ खासै त्यस्तो धेरै वाइडली युज चाहिँ हुँदैन है डट डट चाहिँ हुन्छ माथि जान एक स्टेप माथि जान त्यसरी गरिन्छ
तर डट मात्र चाहिँ खासै त्यस्तो वाइडली युज चाहिँ हुँदैन है त अरु कमान्डहरुमा जस्तै परमिसन हेर्ने कुराहरुमा चाहिँ त्यो डट चाहिँ युज हुन्छ नत्र भने खासै त्यस्तो वाइडली युज चाहिँ देखिदैन अब हामीले सीडी हेरौं पीडब्ल्यूडी हेरौं एलएस हेरौं अब त्यसपछि चाहिँ के छ भन्दाखेरि हामी कहिले काहीँ के गरिन्छ भन्दाखेरि अब अहिलेको लागि परेन है एउटा ट्री भन्ने कमान्ड छ यो अहिले चाहिने त हैन त्यही पनि ओहो म माथि नै पुगेछु एकैछिन है यसलाई इग्नोर गर्नु है यहाँ cls गरेर हेरौं यहाँ टन्नै छ म cd स्ल्याश डाइरेक्ट टिल्डेमा गयो नि भयो हैन टिल्डेमा गयो अब कहाँ पुग्यो हामी आफ्नो लोकेसनमा पुग्यो अब आफ्नो पर्सनल स्पेसमा पुग्यो म ls गर्छु फेरि अब ल्यापटप भन्ने फोल्डर भित्र जान्छु cd ल्यापटप अब यो ल्यापटप भित्र के छ मल्टिपल डेल एचपी भन्ने छ cd डेल भनेर म गर्छु अब ल्यापटपको डेल भित्र छ म pwd गरेर हेर्छु स्ल्याश होम स्ल्याश सौगा स्ल्याश ल्यापटप स्ल्याश डेल अहिले हामी कहाँ छौं आफ्नो पर्सनल स्पेस भित्र ल्यापटप भित्र डेल भित्र छौं अब यति भइसकेपछि म के गर्छु भन्दा cd मात्र गर्छु अब यो cd गरेपछि हेर्नु है केही पनि दिएन भने चेन्ज डाइरेक्टरी भन्ने कमान्ड मात्र दियो cd भन्ने कमान्ड मात्र दियो भने डाइरेक्ट टिल्डेमा पुगेको देखिन्छ हैन के गर्यो भनेर pwd गरेर हेर्यो भने पनि के भयो स्ल्याश होम स्ल्याश सौगात त्यही भएर यदि हामी होम स्पेसमै या पर्सनल स्पेसमै गएर cd मात्र गरियो भने त अरु के चेन्जै देखिने कुरै भएन cd गरेर हेरौं pwd गरौं के चेन्जै देखिने कुरो भएन तर अन्तै कुनै ठाउँमा छम भने जतासुकै होस् है जतासुकै होस् फरक पर्दैन कुनै ठाउँमा छम भने cd गर्दैपछि के हुन्छ स्ल्याश होम स्ल्याश सौगातमा पुगिन्छ अब स्ल्याश होम स्ल्याश सौगातको सट्टा सर्टेन त्यही स्पेसिफिक युजरको आफ्नो युजर नेम वाला फोल्डरमा पुगिन्छ त्यो भनेको पर्सनल स्पेसमा पुगिन्छ अब चाहिँ के गरौँ भन्दाखेरि हामीले ls गरेर हेर्दाखेरि केही देखिएन ls-a गरेर हेर्दाखेरि हिडन फोल्डर फाइल सहित या डाइरेक्टरी सहित देखियो हिडन फाइल अनि हिडन डाइरेक्टरी या फोल्डर सहित देखियो अब यो डट र डट डट यही ठाउँमा मात्र हो कि अरु ठाउँमा पनि हो त्यो कन्फर्म गरौँ है त्यो कन्फर्म गर्नलाई म के गर्छु पहिला cd स्ल्याश गर्छु भनेको pwd गरेपछि यो टपमा पुगियो हामी अब टपमा पुगेर हेरौं न ls-a गरौँ यसमा पनि डट र डट डट छ तर अब एउटा कुरो यहाँ डट डट छ भन्दैमा cd डट डट गर्यो भने के हुन्छ त pwd गरेर हेर्यो यो भन्दा माथि त जानै मिल्दैन नि यो भन्दा माथि केही छैन त्यही भएर जानै मिलेन डट भनेको त आफै हो यहाँ भन्दा माथि या अब केही कुरो गर्ने कुरै भएन डटले हैन अब यसपछि फेरि cd होम भन्नेमा जाम होम भन्नेमा गएर फेरि ls-a गरेर हेरौं यहाँ पनि के छ डट र डट डट छ अब फेरि cd डट डट गरौँ एक स्टेप माथि जान्छ यो भनेको चाहिँ मैले के देखाउन खोजेको भन्दा यो जुनसुकै फोल्डरमा पनि हुन्छ डाइरेक्टरीमा पनि हुन्छ लिनक्स को फाइल सिस्टम भित्र बसेर काम गर्न थालेपछि यो जतासुकै पनि देखिन्छ अब यति भइसकेपछि हामी के गरौँ यसलाई म क्लियर गर्छु र क्लियर गरिसकेपछि चाहिँ अब सर र एकचोटी रिभाइज गरौँ है त pwd ले के गर्छ हाम्रो pwd ले prints current working directory actually gives us the full absolute path of our current location अनि एउटा कन्सेप्ट चाहिँ के छ भन्दाखेरि लिनक्समा एब्सोल्युट पाथ र रिलेटिभ पाथको कन्सेप्ट हुन्छ है खासै अब त्यो थ्योरेटिकल कुरा चाहिने नै त हैन त्यही पनि pwd गरेर हेरियो भने हामीले के पाइन्छ सुरुबाट एउटा स्ल्याश भन्ने बाट सुरु हुन्छ म चाहिँ परेन है त cd tilde slash laptop गरेर गर्छु अनि त्यसपछि यहाँ पुग्यो pwd गरेर हेरियो भने यो स्ल्याश छ नि स्ल्याश बाटै सुरु भछ यो पाथ तर कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि हामी अब मैले यही केसमा पनि के गरे tilde slash laptop दिए tilde slash laptop दिँदाखेरि यो देखिको ल्यापटपमा जा भनेको छ या अहिलेको लागि ट्री मैले गरेर हेर्छु भने अब यहाँ भित्र डेल र एचपी भन्ने छ एचपी भित्र मोडल ए छ
म के गर्दा मिल्छ भन्दा सिडी गरेर एचपी भित्र जा, त्यो भित्र मोडल ए भन्ने भित्र जा भनेर गर्दा मिल्छ। अब यो गरेपछि के भयो त, होम भित्र सौगात, सौगात भित्र ल्यापटप, ल्यापटप भित्र एचपी, एचपी भित्र मोडल ए, यत्रो भित्र एकैचोटि गइयो नि त यहाँबाट हैन, एचपी भित्र मोडल एमा डाइरेक्ट एकैचोटि गइयो हो। यसरी यदि सुरुमा चाहिँ स्ल्यास आएन भनेको एब्सोल्युट, अब यो माथिको यता ट्रीतिर हेर्नु भयो भने एब्सोल्युट यो जुन बिगिनिङ छ नि यो पाथबाट या स्ल्यासबाट हाम्रो यदि चाहिँ आएन भने पाथ मेन्सन गर्दा, यसरी पाथ मेन्सन गर्दा एब्सोल्युटली बिगिनिङबाट भनेको स्ल्यासबाट यदि पाथ सुरु हुँदैन भने त्यसलाई चाहिँ रिलेटिभ पाथ भन्छ। तर एब्सोल्युटली बिगिनिङ भनेर कहाँ चिनिन्छ हामी, यही स्ल्यासमा चिनिन्छ नि। एब्सोल्युट बिगिनिङबाट सुरु भयो भने चाहिँ त्यो पाथलाई के भनिन्छ, एब्सोल्युट पाथ भनिन्छ। जस्तो यो पीडब्ल्युडी ले सधैँ एब्सोल्युट पाथ दिन्छ है, हामीले याद गर्नुपर्ने पीडब्ल्युडी ले एब्सोल्युट पाथ दिन्छ, त्यो भनेको स्ल्यासबाट सुरु गर्छ, त्यो भनेको के हो सधैँ एब्सोल्युट हो। सुरु स्ल्यासबाट सुरु हुने भएपछि सधैँ एब्सोल्युट पाथ हो भनेर याद गर्नु पर्यो है। एब्सोल्युटको लागि स्ल्यासबाट सुरु भएर अब बिनमा जाओस्, बिनबाट अर्कोमा जाओस्, या स्ल्यासबाट सुरु भएर होममा आओस्, होमबाट अर्कोमा जाओस्, हामीलाई मतलब भएन। हामीलाई के मतलब हुने भयो, स्ल्यासबाट सुरु भएपछि त्यो एब्सोल्युट पाथ हो भन्ने कुरा हामीलाई मतलब गर्नु पर्यो, हामीलाई याद गर्नु पर्यो के स्ल्यासबाट सुरु भएपछि एब्सोल्युट पाथ हो, स्ल्यास छैन भने त्यो रिलेटिभ पाथ हो। जस्तो म के गर्छु अब सिडी स्ल्यास होम स्ल्यास सौगात यो गर्छु, अब यो के हो स्ल्यास होम स्ल्यास सौगात, यो चाहिँ एब्सोल्युट पाथ हो। तर अब म के गर्छु सिडी ल्यापटप स्ल्यास एचपी स्ल्यास मोडल ए भनेर गर्छु, यो चाहिँ के हो त, यो चाहिँ रिलेटिभ पाथ हो। यो रिलेटिभ पाथ कसरी भयो भन्दाखेरि स्ल्यास छैन त्यही भएर रिलेटिभ पाथ भयो। भनेको अहिलेको रिलेटिभली अहिलेको कम्प्यारिजनमा कुनै पाथ दिइन्छ भने हामी कुन ठाउँमा छौं त्यो भित्रबाट अन्त कतै जानुपर्छ भने त्यो रिलेटिभ भयो। रिलेटिभली कम्प्यारेटिभली कुनै पाथ दिइन्छ भने त्यो रिलेटिभ पाथ भयो। तर एब्सोल्युट बिगिनिङबाट एकदम सुरुबाट लास्टसम्म को पाथ दिइन्छ भने त्यसलाई चाहिँ के भयो एब्सोल्युट पाथ भनेर भयो भन्ने कुरा याद गर्न पर्यो। अब यसमा पनि त्यही भनेको छ, यो एब्सोल्युट भन्ने कन्सेप्ट यहाँ मैले राखेको थिएँ त्यही भएर मात्र मैले बुझाउन खोजेको है त। एब्सोल्युट भनेको सुरुबाटै एकदम बिगिनिङबाट स्ल्यासबाट सुरु जब हुन्छ भने त्यो भनेको एब्सोल्युट पाथ भयो। अब युजेसको लागि पीडब्ल्युडी कमान्ड हो, यसरी पीडब्ल्युडी गर्यो भने अब एब्सोल्युट पाथ आयो, रिलेटिभ पाथ कहिले पनि दिँदैन यसले है त। अब त्यसपछि सिडी को लागि के भनेको छ, मुभ सब टु द डाइरेक्टरीज वी वान्ट टु मुभ टु दैट वी सॉ थ्रु द एलएस कमान्ड। अब हामीले देखेको एलएस कमान्डले देखेको डाइरेक्टरीहरुमा मुभ गर्न सकिन्छ। अब एलएस कमान्ड मात्र गर्दा डट र डट डट त देखिदैन हैन, अहिले त यहाँहरु हुन्छ कुनै पनि एलएस कमान्ड मात्र गर्दा डट र डट डट देखिदैन, तर छन त छ नि त। ड्याश ए गर्यो भने अब डट र डट डट पनि देखियो, डट डटले हामीलाई माथि मुभ गर्न सक्यो। भित्र जानलाई फोल्डरको नाम मेन्सन गर्नु पर्यो भने माथि जानलाई डट डट मेन्सन गरे मिल्यो। र अर्को एलएस भन्ने छ, एलएस ले के गर्दा मिल्छ, एलएस सोज व्हाट इज अराउन्ड अस वेयर वी आर। अब हामी भित्रको कन्टेन्ट या हामी भएको ठाउँको कन्टेन्ट एलएस ले देखाइदिन्छ। अब त्यसपछि यसमा चाहिँ एउटा ए फ्ल्याग त हामीले देखिसक्यौं, एल फ्ल्याग पनि छ, म सर देखाइहाल्छु। अब एलएस ले हामीले के छ त्यो देखाउँछ। अब मेनी फ्ल्याग और अप्सन हुन्छ भन्ने छ, मल्टिपल फ्ल्याग और अप्सन कम्बाइन गर्दा पनि मिल्छ, सिंगल सिंगल छुट्टै राख्न पनि मिल्छ, यसमा समस्या हुँदैन। जस्तो एलएस ड्याश ए मात्र गरियो भने हाम्रो यति आयो हैन। अघि जस्तै हामीले के गरेको थियौं, एलएस ड्याश ए 1 गरियो थियो नि, यो भनेको के हो त 1 लाइनमा देखाउने हो। तर यसैले एलएस ड्याश 1 गर्यो भने के भयो त, यही 1 को मात्र फंक्सनालिटी देखायो फेरि अहिले हैन। अब यसरी चाहिँ अरु फ्ल्याग पनि हुन्छ के, जस्तै यो यहाँ चाहिँ के देखाएको छ एलएस ड्याश एल भन्ने छ। यो एलएस ड्याश एल ले चाहिँ के गर्छ, लङ फर्मेटमा हामीलाई देखाइदिन्छ के। लङ फर्मेट भनेको चाहिँ अरु डिटेलहरु नि हुन्छ, फाइलको पर्मिसनहरु हुन्छ, मोडिफाइड डेट हुन्छ, कसले बनायो भन्ने हुन्छ, त्यो सबै चाहिँ एल भन्ने फ्ल्यागले देखाइदिन्छ। जस्तो यहाँ अहिले देखियो यो सुरुको पर्मिसन हो, त्यसपछि यसलाई चाहिँ सफ्ट लिंक हो, यो
युजर नेम हो, यो ग्रुप नेम हो। अहिलेको लागि युजर नेम र ग्रुप नेममा नझुक्किनु, फरक परेन। यो फाइलको साइज हो, यो मोडिफाइड डेट हो, यो त्यही फाइलको या फोल्डरको नेम भइहाल्यो हैन। अहिलेको लागि फोल्डर हो तर फाइलको पनि यसरी नै देखिन्छ। अब यही हो, ls-l फ्ल्यागले लङ लिस्टिङ भन्छ, पर्मिसन र अरु डिटेलहरु देखाउँछ। अनि त्यसपछि a ले चाहिँ सबै हिडन फाइलहरु भए पनि देखाउँछ। अब यसै काम चाहिँ ls-al कम्बाइन गरेर गर्दा नि मिल्यो। ls फेरि अल्फाबेटिकल अर्डरमै हुनुपर्छ भन्ने नि छैन, l गरेर नि देखाउन मिल्छ। यसरी मल्टिपल फ्ल्यागहरु हुन्छ। अहिलेको लागि चाहिँ आज हामीलाई चाहिँ एकदम सिम्पली के गर्न पर्ने थियो, pwd ls cd /tilde ... को कन्सेप्ट बुझ्न पर्ने थियो। त्यही भएर चाहिँ हामीले के गरियो, यो भिडियो हेरियो है त। अहिलेको लागि बाइ बाइ, थ्यांक यू, वी विल मिट अगेन। भेट्दै गरौँला है त, बाइ बाइ।